त शिक्षक मेन्टरिङ बुझ्नलाई हामीले सबभन्दा पहिले मेन्टर कसलाई भन्छ, मेन्टी कसलाई भन्छ र मेन्टरिङ कसलाई भन्छ त्यो बुझ्नुपर्छ हैन। मेन्टर भनेको चाहिँ जसले तपाईलाई सहयोग गर्छ हैन, त्यसलाई मेन्टर भन्छ के। यो चाहिँ सहयोग गर्ने शिक्षकलाई सहयोग गर्ने व्यक्ति हैन, यसले चाहिँ मेन्टरको तालिमै लिएको हुन्छ के। सहयोग गर्ने व्यक्ति जस्तो शिक्षकको हकमा अनुभवी शिक्षकलाई मेन्टरको रूपमा राख्ने गरेको छ है। शिक्षकको हकमा अनुभवी शिक्षकलाई मेन्टरको रूपमा रहने व्यवस्था छ। मेन्टी भनेको चाहिँ नवप्रवेशी है, नवप्रवेशी शिक्षक चाहिँ मेन्टीको रूपमा रहन्छ। नवप्रवेशी शिक्षक चाहिँ मेन्टीको रूपमा रहने हो हैन। मेन्टर भनेको चाहिँ अनुभवी शिक्षक। अनि यो मेन्टरिङ भनेको चाहिँ नवप्रवेशी हैन, नवप्रवेशी शिक्षकलाई मेन्टरले सहयोग गर्ने प्रक्रिया, सिकाउने प्रक्रिया हो के। सहयोग गर्ने प्रक्रिया कुरा बुझ्यो त त्यसलाई शिक्षक मेन्टरिङ भन्छ। अब शिक्षकको पेशागत विकासको लागि शिक्षक मेन्टरिङ पनि आवश्यक छ भने शिक्षकको पेशागत विकासको विधिमा एउटा शिक्षक मेन्टर भनेको